मिठो नुडल्स देख्नु भएको छ नि, यो चाइनिज नुडल्स हो, यसलाई मालाथाङ भन्छ अनि यो हरेक चाइनिज रेस्टुरेन्टहरूमा पाइने गर्छ र आज म यो खानेछु। र अब म लाइनमा लागिसकेँ। मैले अब यहाँबाट बास्केट लिन्छु, बास्केट र चिम्टा, अनि त्यसपछि ननभेज आइटमहरू चिकन, एग, अनि त्यसपछि मटन र अरू अरू फिस, धेरै प्रकारको ननभेज आइटम यता हुन्छ र अर्को सेक्सनमा अगाडिपट्टि भेजिटेरियन आइटम हुन्छ, सागपातहरू, मसरुम होइन, आलु, धनियाँ, यस्तै यस्तै चिजहरू हुन्छ, टोफु, अनेक प्रकारको भेजिटेरियन आइटम हुन्छ। अनि त्यसपछि अन्तिममा सबै आइटम चुज गरिसकेपछि चिम्टा फिर्ता गर्नुपर्छ र आफूले लिएको सबै चिज जोख्न दिनुपर्छ, वेट गर्नुपर्छ। वेट गरिसकेपछि प्राइस देखिन्छ स्क्रिनमा, अनि प्राइस देखिसकेपछि हाम्रो क्युआर कोडले पेमेन्ट गर्न सकिन्छ। एकदमै सजिलो। अब मेरो टर्नको वेट गरिरहेको छु, 232। जब मेरो रेडी भइसकेछ, अब म 232 देखाउँछु। मेरो नुडल्स रेडी भयो।